1998 बाट यता हैन अचम्मको चीज के भएको छ भन्दा जुन टिमले वर्ल्ड कप त्यो वर्ष जित्छ त्यसले अर्को वर्ल्ड कपमा गएर ग्रुप स्टेजबाट बाहिरिन्छ। फर इक्जाम्पल हैन 1998 फ्रान्सले जितेको थियो 1998 को वर्ल्ड कप, 2002 मा गएर ग्रुप स्टेजबाट बाहिरियो। 2002 मा ब्राजिलले जितेको थियो, 2006 मा गएर क्वार्टर फाइनलबाट बाहिरियो, ग्रुप स्टेजबाट त बाहिरिएन, क्वार्टर फाइनलबाट बाहिरियो। 2006 मा इटालीले जितेको थियो, 10 मा गएर ग्रुप स्टेजबाट बाहिरियो। 10 मा स्पेनले जितेको थियो, 14 मा गएर ग्रुप स्टेजबाट बाहिरियो। 14 मा जर्मनीले जितेको थियो, 18 मा गएर ग्रुप स्टेजबाट बाहिरियो। अब 2022 मा अर्जेन्टिनाले जितेको थियो हैन, के अब 2026 मा आएर ग्रुप स्टेजबाट बाहिरिएला त? त्यस्तो त नहोला, किनभने त्यहाँ फुटबलका राजा मेस्सी छन्। फुटबलको राजा मेस्सी भएको टिम चाहिँ त्यति सजिलैसँग ग्रुप स्टेजबाट बाहिरिदैन। 4 वर्ष अगाडि फुटबलको एउटा यस्तो च्याप्टर कम्प्लिट भएको थियो जहाँ लियोनल मेस्सीले कतारमा आफ्नो वर्ल्ड कप उचाल्दै गर्दा आफूलाई फुटबलको किङ भनेर प्रुभ गरे। धेरैले सोचेका थिए अब उनी एकदम रेस्पेक्टफुल्ली एकदम वन्डरफुल तरिकाले रिटायर हुन्छन् भनेर, किनभने उनले जित्नुपर्ने ट्रफीहरू सबै जितिसकेका थिए, उपाधि होस्, फ्यानहरूको मन होस्, सबै जितिसकेका थिए। अब उनमा केही रहेन सबै जित्नलाई, अब के रहेर, अब भगवान छिम गएर भगवानको वर्ल्ड कप खेले मात्र हो हैन। त्यही भएर धेरैले सोचेका थिए अब उनी रिटायर हुन्छन् भनेर। तर मेस्सी यो पल्ट पनि वर्ल्ड कप खेल्दैछन् 2026 मा, एकदम अचम्मको कुरा। यो उमेरमा प्राय खेलाडीहरू रिटायर भइसकेका हुन्छन्, तर मेस्सी इज मेस्सी। लियोनल स्क्लोनीले यो फिफा वर्ल्ड कपको लागि अर्जेन्टिनाको 26 जनाको स्क्वाड तयार पारेका छन्। यो टिम एकदम बवाल देखिन्छ। के यो टिमले ब्राजिलले जस्तै 2 पटक लगातार वर्ल्ड कप जित्ला त? र अब हामी कुरा गरौँ यिनीहरूको स्क्वाडको। स्क्वाड गोलकिपरमा रहेका छन् एमिलियानो मार्टिनेज एस्टन विलाका, मार्सेईबाट जेरोनिमो रुली, एथलेटिको मैड्रिडबाट वान मुसो, र डिफेन्डरको कुरा गरौँ क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलस ओटामेन्डी, नावेल मोलिना, गोन्जालो मोन्टियाल, लियोनार्दो बलेडी, फुन्डो मदिना, निकोलस तालियाफिको, एकदम राम्रो डिफेन्डरहरू रहेका छन्। केही समस्या छ त्यो हामी पछि कुरा गर्नेछौँ। मिडफिल्डको कुरा गर्ने हो भने रोड्रिगो डिपोल, एलेक्सिस मैकालिस्टर, एन्जो फर्नान्डेज, लियान्द्रो पारेडेस, जियोभानी लो सेल्सो, भ्यालेन्टिन बार्को, निकोलस गोन्जालेज, एजिकियोल पलासियोस, यो मिडफिल्ड चाहिँ मलाई एकदम बवाल लागेको छ। सायद यो मिडफिल्डले अपोनेन्ट टिमलाई आछु पार्न सक्छ। फरवार्डको कुरा गर्ने हो भने राजा छँदैछन् हाम्रो लियोनल मेस्सी, हुलियन अल्भारेज, थियागो अल्माडा, गिउलियानो सिमियोनी, निको पाज, होजे मेनुएल लोपेज, लौतारो मार्टिनेज। यो देख्ने हो भने त अर्जेन्टिनाले फेरि पनि वर्ल्ड कप जित्ला जस्तो लाग्छ। तपाईहरुलाई के लाग्छ? डिफेन्सका मेन सेन्टर ब्याक क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको यो सिजन एकदम इन्जुरी प्रोन रहेकै यिनीहरू खेलाडीहरू। धेरै इन्जुरी भएको कारण यिनीहरूको खेलमा केही समस्या आउँछ भन्ने चाहिँ एकदम आकलन गरिएको छ। यही वर्ल्ड कपको सुरुवाती केही गेमहरूमा यिनीहरू राम्रो नखेल्न सक्छन् भन्ने धेरैलाई लागेको छ। निकोलस तालियाफिको पनि यसको सिजन पनि खासै राम्रो गएन लियोनबाट। के अब वर्ल्ड कपमा त राम्रो खेल्छन् कि खेल्दैनन्, तर उनले ट्राई गर्छन् आफ्नो देशको लागि चाहिँ 100% दिन्छन् भनेर। ओटामेन्डीको उमेर पनि बढ्दै गएको छ, उनी पनि यो वर्ष 38 वर्षका छन् क्या सायद। उनले पनि यसको खेलमा पनि केही कमी आउँछ भन्ने आकलन धेरैले गरेका छन्। तर त्यसो पनि होइन जस्तो लाग्छ मलाई, किनभने क्लबको लागि खेल्नु र देशको लागि खेल्नु भनेको धेरै फरक हुन्छ, आकाश जमिनकै फरक हुन्छ। उनले अघिल्लो वर्ल्ड कप पनि जितेका हुन् र अहिले पनि उनी राम्रो डिफेन्स खेल्न सक्छन् र आफ्नो प्रेजेन्स अफ लिडरशिप पनि देखाउन सक्छन्। एन्जो फर्नान्डेज, मैकालिस्टर र डिपोलको मिडफिल्ड कोअर्डिनेसन हेर्ने हो भने त वर्ल्ड क्लास छ। खेलमा यिनीहरूले एकदम राम्रो कन्ट्रोल ल्याउन सक्छन् र एट्याकिङलाई बल एकदम राम्रोसँग सप्लाई गर्न सक्छन् भन्ने एकदम मलाई त्यो लागेको छ। यिनमा यो पर्फेक्सन चाहिँ छ। टिममा हुलियन अल्भारेज र लौतारो मार्टिनेज जस्तो वर्ल्ड क्लास स्ट्राइकर पनि छन्। यिनीहरू एकदम राम्रो फर्ममा छन् र अपोनेन्टको डिफेन्सलाई एकदम मजाले तोड्न सक्छन् भन्ने त्यो चाहिँ मलाई लागेको छ। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नु होला। मेस्सी पनि यही जुनमा 39 पुग्दैछन् र उनको पनि बढ्दो उमेर छ। उनी 2022 को जस्तो मेस्सी रहेनन् र उनको खेलमा पनि केही स्लोनेस आउन सक्छ, तर मेस्सी त मेस्सी हो नि। के भने पिपी दाइ, मेस्सी त मेस्सी हो नि भन्नु होला तपाई हैन। मैदानमा उत्रदा जब मेस्सीले लेफ्ट लेगले बल टच गर्छन् तब लाग्छ समय रोकिएको छ। उनले बार्सिलोनाका ती सुनौला दिनहरूमा संसारलाई चकित पारे। कतारको मैदानमा रुँदै आफ्नो मिलियन्स अफ फ्यान्सको वर्षौंदेखिको सपना पूरा गरे र आज 2026 मा सायद एक अन्तिम विश्वकपको पाइला चाल्दैछन्। डी मारियाले सन्यास लिइसकेको यो टिम निको पाज तथा भ्यालेन्टिन बार्को जस्तो नयाँ युवा पुस्ता आइसकेको यस मोडमा मेस्सी टोलीको लागि खेलाडी मात्र होइनन्, एक मार्गदर्शक र भगवान पनि हुन्।
यो विश्वकप अर्जेन्टिनाले जितोस् या नजितोस्, फुटबलले मेस्सीलाई होइन, मेस्सीले फुटबललाई पूर्ण बनाएका छन्। जब यो 2026 को विश्वकप सकिनेछ र मेस्सीले आफ्नो जर्सी फुकालेर मैदानमा अन्तिम पटक हेर्नेछन्, तब सारा संसारले आँसु भरिएको आँखाले देख्नेछ र भन्नेछ, धन्यवाद मेस्सी, फुटबललाई यति सुन्दर बनाइदिएकोमा। तिमी जस्तो अर्को कोही हुने छैन।